आज चाहिँ इन्डोक्राइनोलोजी न्यू टपिक्स। सुरुमा चाहिँ इन्डोक्राइनोलोजी भनेको के हो त्यो बुझ्नुपर्छ। सो इन्डोक्राइनोलोजी भनेको चाहिँ के हो भन्दाखेरि बुझ्नुमा त्यहाँ कुनै टर्म्सहरू छ, त्यसलाई चाहिँ बुझ्नुपर्ने आवश्यक हुन्छ। इन्डोक्राइन ग्ल्यान्ड्स, एक्जोक्राइन ग्ल्यान्ड्स भन्ने टर्म्सहरू छ। सुरुमा चाहिँ इन्डोक्राइन ग्ल्यान्ड्स भनेको के हो कि है, इन्डोक्राइन्स ग्ल्यान्ड भनेको के हो भन्दाखेरि डक्टलेस, डक्ट नै नभएको ग्ल्यान्ड के है, डक्ट नै नभएको ग्ल्यान्ड जहाँ डक्ट छैन भने सेक्रेसन ब्लडमा हुन्छ है। अब एक्जोक्राइन ग्ल्यान्ड के, एक्जोक्राइन ग्ल्यान्ड यो भनेको एक्जोक्राइन ग्ल्यान्ड है। एक्जोक्राइन ग्ल्यान्डमा चाहिँ डक्ट हुन्छ कि, डक्ट भएपछि सिक्रेटिङ इन द डक्टमै हुन्छ कि, डक्ट भएपछि त ब्लडमा हुने चान्स नै भएन नि त, त्यसैले त्यो चाहिँ डक्टमै हुन्छ। सो एउटा क्वेसन छ, इन्करेक्ट स्टेटमेन्ट रिगार्डिङ इन्डोक्राइन ग्ल्यान्ड। इन्डोक्राइन ग्ल्यान्डको बारेमा चाहिँ गलत चाहिँ कुन हो भन्न खोजेको हो। इन्डोक्राइन ग्ल्यान्ड डक्टलेस फर इट्स सेक्रेसन इन टु ब्लड, साइड अफ एक्सन इज नियर ग्ल्यान्ड्स, इट्स सेक्रेट हार्मोन्स। सो साइड अफ एक्सन इज नियर ग्ल्यान्ड्स के कसरी भयो भन्दाखेरि इन्डोक्राइन ग्ल्यान्ड भनेको डक्टलेस ग्ल्यान्ड हो कि, जहाँ चाहिँ डक्ट हुँदैन, सेक्रेसन ब्लडमा हुन्छ। अब साइट अफ एक्सन डिस्टिङ्स हुने हो कि, इक्जाम्पल हर्मोन्स, पिट्युटरी ग्ल्यान्ड्स, यिनीहरू चाहिँ पर्छ। सो इन्करेक्ट स्टेटमेन्ट भने है कि हर्मोन्स करेक्ट स्टेटमेन्ट हो, साइड अफ एक्सन नियर इन्करेक्ट भइसक्यो, इट्स सेक्रेसन डक्ट छैन, ब्लडमा हुन्छ, अनि डक्टलेस भइसक्यो इन्डोक्राइन। आई थिङ्क यु अल क्लियर अबाउट दिस टपिक्स। देन नेक्स्ट आई विल गो, here are some example regarding the endocrine gland and exocrine glands. Hormones, pituitary glands, thyroid glands. Thyroid glands भनेपछि लार्जेस्ट इन्डोक्राइन ग्ल्यान्ड्स के है, लार्जेस्ट इन्डोक्राइन ग्ल्यान्ड्स। अनि लिभर भनेपछि लार्जेस्ट ग्ल्यान्ड, लार्जेस्ट ग्ल्यान्ड भनेर सोध्यो भने चाहिँ लिभर, लार्जेस्ट इन्डोक्राइन ग्ल्यान्ड भनेर सोध्यो भने चाहिँ थाइरोइड ग्ल्यान्ड्स के है। सो यो चाहिँ बुझ्नुपर्छ, एकदमै क्वेसन इम्पोर्टेन्ट क्वेसन हो। सो इन्डोक्राइनको बारेमा पढ्यौँ हामीले, त्यसपछि गएर एक्जोक्राइनको पनि पढ्यौँ। अब हेटेरोक्राइन ग्ल्यान्ड्स कि, हेटेरोक्राइन ग्ल्यान्डमा चाहिँ पेनक्रियास पर्छ कि, पेनक्रियासलाई किन हेटेरोक्राइन ग्ल्यान्ड भन्ने छ त्यो चाहिँ छुट्टै पछाडि पनि छ, अहिले पछाडि हाम्रो टपिक्समा चाहिँ हामी पढ्छौँ। स्टडी अफ इन्डोक्राइन ग्ल्यान्डलाई इन्डोक्राइनोलोजी भन्छ, त्यो थाहा भएकै कुरा हो। फादर अफ इन्डोक्राइनोलोजी थोमस एडिसन है, उहाँको नाम चाहिँ थोमस एडिसन चाहिँ किन राख्यो भन्दाखेरि एडिसन डिजिज पत्ता लगाउनु भयो, अनि उहाँको नाम चाहिँ थोमस थियो, अनि नामको पछाडि एडिसन भनेर जोड्नु भएको हो उहाँले है। अब त्यसपछि गएर साइन्टिस्टहरूले के डिस्कभर गरे भन्ने बारेमा छ। टर्म हर्मोन्स इज गिभन बाई है, हर्मोन्स टर्म चाहिँ कसले दिएको हो भन्ने हो कि हक्सली, स्टार्डिङ बेर्लिस भन्ने छ। सो यसको बारेमा चाहिँ त्यस्तो हेर्नुपर्छ जस्तो लाग्छ, अनि तपाईँहरूले हेर्नुपर्छ। हक्सलीले दिएको टर्म कल्ड हर्मोन। अब हर्मोनलाई हामीले केमिकल मेसेन्जर भन्छौँ। अब फर्स्ट हर्मोन्स डिस्कभर बाई डाउडोनम भन्ने छ। त्यसपछि ल्याबमा चाहिँ सिन्थेसिस भएको फर्स्ट हर्मोन चाहिँ कुन हो भन्दाखेरि इन्सुलिन भन्ने, यस्तै हो। अब यो चाहिँ टर्म्सहरू छ, यो बुझ्नुपर्छ। पारा हर्मोन्स भन्छ, पारा हर्मोन्स भनेको के हो भन्ने कि पारा हर्मोन्सको बारेमा के हो भन्न बुझ्न चाहिँ पर्दैन, तर एउटा इक्जाम्पल चाहिँ बुझ्दा चाहिँ बेटर चाहिँ हुन्छ है। त्यसपछि छ फेरोमोन्स भनेको किराहरू अट्याक गर्न प्रोड्युस गर्ने हर्मोन्सहरू कि, जस्तो किराहरू अट्याक गर्न प्रोड्युस गर्ने हर्मोन्स अथवा केमिकल भने हो। अब त्यसले चाहिँ एग्रिकल्चर पर्पजमा चाहिँ युज हुने हो कि, प्रोड्युस बाई इन्सेक्ट है। यो माथिको यस्तो यो पर्सन त्यस्तो केही छँदै छैन है, हेर्नु पनि पर्दैन। बेसिकल्ली भनेको यहाँबाट चाहिँ केमिकल मेसेन्जर भनेर हर्मोन्स डिस्कभर बाई टर्म गिभन बाई हक्सली। अनि त्यसपछि गएर यो चाहिँ इम्पोर्टेन्ट टेबल छ हर्मोन्सको चाहिँ। अब हर्मोन्सलाई पनि क्लासिफाइड गरेको छ कि है, क्लासिफाइड गरेको छ, जसमा चाहिँ हर्मोन्सहरूको टाइप्स एकातिर एकोर्डिङ टु दियर फङ्सन स्ट्रक्चरको आधारमा चाहिँ राखिएको छ। हर्मोन्स एमाइन्स हर्मोन्स के अब स्ट्रक्चरको आधारमा होला वा फङ्सनको आधारमा हो, यसलाई चाहिँ क्लासिफाइड गरिएको छ। अब फर्स्टमा छ एमाइन्स हर्मोन के, एमाइन हर्मोन्समा एउटा निमोनिक छ याद गर्नुपर्ने, दन्त भनेर याद गर्ने कि, दाँत है, दन्त। डी फर डोपामाइन, एड्रिनालिन, डोपामाइन, एड्रिनालिन, नन एड्रिनालिन, थाइरोक्सिन, थाइरोक्सिन। यो चाहिँ के को हर्मोन छ, एमाइन भनेर याद गर्ने, यति याद गर्दा भयो। अनि पेप्टाइड हर्मोन्स के, पेप्टाइड हर्मोन्स भनेको पापिसिएम, पापिसिएम
प्याराथाइरोइड हर्मोन्स, पेन्क्रियाटिक हर्मोन्स, पिट्युटरी हर्मोन्स, क्याल्सिटोनिन र एमएसएस। एमएसएस भनेको मेलानोसाइट स्टिमुलेटिङ हर्मोन्स हो कि है, मेलानोसाइट स्टिमुलेटिङ हर्मोन्स याद गर्ने। अब स्टेरोइड हर्मोन्स छ कि यसको चाहिँ सेक्सी कोका याद गर्ने। एस फर सेक्स हर्मोनमा के पर्छ यो छ। त्यसपछि सी फर कटिकोइड्स हर्मोन्स भनेको ग्लुकोकर्टिकोइड्स, मिनरलोकर्टिकोइड्स, सेक्स कटिकोइड्स भनेर यो याद गर्ने। यसको बारेमा पनि पछि छुट्टै छ। यति जति हामीले पढेको छौँ यो चाहिँ यसको टर्म्सहरू मात्र हो कि जति हामीले अहिले चाहिँ यो हर्मोन्सहरूलाई पढिरहेको छौँ त्यसको अन द बेसिस अफ स्ट्रक्चर, अन द बेसिस अफ फङ्सनको आधारमा चाहिँ पछाडि पढ्नु पर्छ है। त्यसपछि यो चाहिँ इमर्जेन्सी हर्मोन्स भन्ने क्वेसन है सोधिसकेको क्वेसन हो। एड्रेनालिन, कुन एड्रेनालिन एकदम इम्पोर्टेन्ट क्वेसन हो। र ग्लुकोकर्टिकोइड्स इज अल्सो कल्ड कर्टिकोइड्स हो। कर्टिकोइड्स चाहिँ किन भन्यो भन्दाखेरि इट बिलोङ्स टु द कर्टेक्स हर्मोन्स है, इट बिलोङ्स टु द कर्टेक्स हर्मोन्स। मिनरलोकर्टिकोइड्सलाई अर्को नाममा के भनिन्छ, एल्डोस्टेरोन भनिन्छ भन्ने कुरा हो, यो बुझ्ने। अब विच अफ द फ्लोइङ डब्लुएफ इज स्टेरोइड हर्मोन्स कुन हो, हामीले के याद गरेको थियौँ, स्टेरोइड हर्मोन भनेको सेक्सी कोका याद गरेको थियौँ हामीले, सेक्सी कोका याद गरेको थियौँ। सेक्सी कोकामा के थियो भनेर एकचोटि हेर्ने। त्यसपछि इन्सुलिन हाँदै होइन, ग्रोथ हर्मोन्स त हाँदै होइन, एड्रेनालिन हाँदै होइन। सेक्सी कोकामा सेक्सको हर्मोन्स भनेपछि एन्ड्रोजेन हुने भयो यसको एन्सर है। यो यस्तो यस्तो क्वेसन एउटा सोध्छ र त्यसपछि यो पनि सेम क्वेसन हो, त्यो क्लासिफिकेसनैबाट आएको हो। अब हामीले इम्पोर्टेन्ट टपिक्समा छौँ, हाइपोथ्यालामस है, एकदम इम्पोर्टेन्ट है, यो चाहिँ बुझ्नै पर्छ। हाइपोथ्यालामस भनेको के हो भनेर, मास्टर अफ मास्टर ग्ल्यान्ड केलाई भनिन्छ भनेपछि हाइपोथ्यालामसलाई भनिन्छ है। र अर्को चाहिँ यो टेबल छ, माथि जस्तो माथि हेरौँ भने इपिथ्यालामस छ, तल हेरौँ भने हाइपोथ्यालामस छ, बिचमा हेरौँ भने डाइनसेफालन छ है, सरी थ्यालामस है। अनि यो सबै के को पार्ट हो भन्दाखेरि डाइनसेफालनको पार्ट हो। नर्भस सिस्टममा डाइनसेफालन भन्ने चाहिँ हामीले पढ्नुपर्छ, त्यसमा पनि यो पढ्नुपर्छ र अहिले यहाँ बुझ्दै चाहिँ इजी हुन्छ। इपिथ्यालामसमा पाइने ग्ल्यान्ड्सको नाम के हो भनेर सोधिन्छ, द्याट इज पाइनियल ग्ल्यान्ड्स। विच ग्ल्यान्ड इज सिक्रेट बाई इपिथ्यालामस भनेर सोध्यो भने के भन्ने, पाइनियल ग्ल्यान्ड भन्ने। त्यसपछि हाइपोथ्यालामसमा पाइने ग्ल्यान्ड्सको नाम के हो भन्दाखेरि पिट्युटरी ग्ल्यान्ड्स, जुनलाई चाहिँ मास्टर ग्ल्यान्ड भनिन्छ। मास्टर अफ मास्टर ग्ल्यान्ड है, कन्फ्युजिङ क्वेसन हो। मास्टर अफ मास्टर ग्ल्यान्ड हाइपोथ्यालामस, मास्टर मात्र ग्ल्यान्ड भन्यो भने पिट्युटरी ग्ल्यान्ड्स याद गर्ने। त्यसपछि सकियो। अब हामी आउँ पिट्युटरी ग्ल्यान्ड्सको बारेमा। पिट्युटरी ग्ल्यान्ड्सको बारेमा नै लोकेसन हेरौँ। यसको लोकेसन कहाँ पाइन्छ, सेला ट्रसिका अफ स्प्लेनोइड बोन है, सेला ट्रसिका अफ स्प्लेनोइड बोन। अहिले यति याद गर्दा हुन्छ, पछि यसको बारेमा हामी बबाल पढ्छौँ है। अब त्यसपछि आएर सर्काडियम रिदम, स्लिप साइकल, वेक स्लिप साइकल भन्ने छ है। कसले चाहिँ कन्ट्रोल गर्छ भन्दाखेरि हाइपोथ्यालामसले गर्छ। अब हाइपोथ्यालामसको फङ्सन कसरी याद गर्ने भन्ने कुरा आउन सक्छ। सिटी स्क्वायर याद गर्ने, सिटी स्क्वायर, स्लिप, सेक्स, इमोसन है, के गर्ने इमोसन, इन्डोक्राइन, एपाटाइट्स, एटोनोमिक नर्भस सिस्टम, टेम्परेचर र थ्रेस्ट, यति चाहिँ फङ्सन भयो। अब हर्मोन्स अफ हाइपोथ्यालामस के, हाइपोथ्यालामसले मा के हर्मोन्स हुन्छ, कुन हर्मोन चाहिँ रिलिजिङ हो, कुन हर्मोन चाहिँ इनिबिटिङ हो भन्ने कुरा चाहिँ याद गर्नुपर्छ। बेसिकल्ली यहाँबाट चाहिँ क्वेसन सोधिरहेको देखिन्छ। अब चाहिँ जाउँ रिलिजिङ हर्मोन्स के, रिलिजिङ हर्मोन्स चाहिँ जिएचआरएच है, त्यो भनेको के हो भन्दाखेरि ग्रोथ हर्मोन्स है, ग्रोथ हर्मोन्स। अर्को कर्टिसोल हर्मोन है, त्यसपछि गोनाडोट्रोफिन हर्मोन्स है। त्यसपछि यसमा पनि दुईवटा छ, एफएसएस, एलएसएस छ। अनि त्यसपछि गएर थाइरोट्रोफिन छ। यो चाहिँ यति के भयो, यो रिलिजिङ हर्मोन्स। के कुन हर्मोन्स हो यो, रिलिजिङ हर्मोन्स। अब यो चाहिँ कुन इनिबिटिङ हर्मोन्स, इनिबिटिङ हर्मोन्स याद गर्ने, यो चाहिँ इनिबिटिङ हर्मोन्स याद गर्ने। त्यसपछि हाइपोथ्यालामसको यति है, यहाँभन्दा बाहिर क्वेसन सोध्दैन। मोड्युलमा हेर्नुहोस्, जुनसुकै मोड्युलमा पनि यहाँभन्दा बाहिर क्वेसन छँदा पनि छैन। र यो पिट्युटरी ग्ल्यान्ड्सको बारेमा हामीले पढ्यौँ। यो माथिको भाग के हो, हाइपोथ्यालामस भर्खरै पढिसक्यौँ। यो एन्टेरियर पिट्युटरी ग्ल्यान्ड्स, यो पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड्स। यो चाहिँ अब के सोच्छ भन्दाखेरि एन्टेरियर पिट्युटरी ग्ल्यान्ड्स इज कनेक्ट विथ हाइपोथ्यालामस थ्रु ब्लड भेसल है, थ्रु ब्लड भेसल। अझै एकपल्ट है, एन्टेरियर पिट्युटरी ग्ल्यान्ड इज कनेक्ट विथ हाइपोथ्यालामस थ्रु ब्लड भेसल। जुन यो पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड्स कनेक्ट with hypothalamus through axon हो कि। सो एक्जन
इज अ पार्ट अफ न्युरोन है, एक्जन न्युरोनको पार्ट हो, न्युरोनसँग जोडिने भएर यसलाई न्युरो हाइपोफाइसिस भनिन्छ है, बुझ्नुभयो नि। पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड इज अल्सो नोन एज न्युरो हाइपोफाइसिस बिकज posterior pituitary glands connect with hypothalamus through axon. Axon is a part of neuron भनेर याद गर्ने। सो लोब्सहरू छ कि लोब अफ पिट्युटरी ग्ल्यान्ड्स, एन्टेरियर लोब, मिडल लोब र पोस्टेरियर लोब, पोस्ट लोब भन्छ। यो चाहिँ सुरुको, बिचको, यो लास्टको भन्ने छ। इट इज अ रफली डायग्राम अफ पिट्युटरी ग्ल्यान्ड्स विच इज युजफुल एज प्लस टू लेभल र सी लेभल। Basically we do not need diagrammatic patterns. You only need the MCQ patterns in our C level, basic level. And again we go through hormones of anterior lobes के जुन अघि हामीले 3वटा लोब्स हुन्छ भनेको थियौँ नि, त्यसमा चाहिँ एन्टेरियर लोब्सको अब हर्मोन्सको बारेमा चाहिँ हामीले चर्चा हान्नुपर्छ। सो यसमा पनि निमोनिक छ फ्ल्याट फिक, के याद गर्ने, फ्ल्याट फिक। सुरुमा छ एफ फर एफएसएच, फोलिकुलर स्टिमुलेटिङ हर्मोन्स, एलएच भनेको ल्युटिनाइजिङ हर्मोन्स है। यो दुईटा चाहिँ कस्तो हर्मोन्स हो भन्दाखेरि गोनाडोट्रोपिन हर्मोन्स हो। त्यसपछि एसिटिएच भनेको एड्रिनोकर्टिकोट्रोपिन हर्मोन्स, टिएसएच भनेको थाइरोइड स्टिमुलेटिङ हर्मोन्स, पी फर प्रोल्याक्टिन ग्रोथ हर्मोन्स हो। त्यसपछि हर्मोन्स अफ पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड्स के, पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड्समा जम्मा हर्मोन्स कतिवटा छ, 2टा छ। त्यो पनि कति छ, एकदम आइएमपी हर्मोन्स हो। कुन हो, आइएमपी है। सुरुमा छ अक्जिटोसिन, त्यसपछि छ एडिएच। यसको बारेमा नि हामीले पछि पढ्छौँ। ल सबैले यति क्लियर हुनु भएको होला, नहुनु भएकोले चाहिँ एकपल्ट हामीले के पढौँ यो सलक्क हेर्नु होला नि त है त। त्यसपछि आउँछ ओभरीको बारेमा, हामीले यो जेनरल पढिरहेको छौँ, पछि यसको बारेमा एमसिक्यू पनि गर्छौँ। सो ओभरीलाई केले चाहिँ लाइन गरेको हुन्छ, जर्मिनल इपिथेलियम जुन यो छ, यो भाग चाहिँ के हो, प्रिमोडियल। त्यसपछि आउँछ प्राइमेरी फोलिकल, त्यसपछि आउँछ सेकेन्डरी फोलिकल है। यस्तो आउँदै ग्राफियन फोलिकल हुन्छ कि, ग्राफियन फोलिकल्स भनेको म्याच्योर फोलिकल। अनि यसमा रिलिज अफ सेकेन्डरी ओसाइड भनेको के हो, इजिजीईको, यसमा चाहिँ इभोल्युसन हुन्छ है। अब यसमा नि यही कुरा हो, यसमा नि मैले भनेकै कुरा हो। अनि यो चाहिँ हर्मोन्स हो, के रिलिज गर्छ। स ओभुलेसनको बेला फिमेलमा, मेलमा भन्ने कुरा छ। यति हेर्ने मैले यो सर्ट फर्ममा गरेँ है। त्यसपछि हाम्रो आयो एसिटिएसमा हेरौँ भने बाहिरको पार्टलाई कर्टेक्स, भित्रकोलाई मेडुला है। यो चाहिँ यति हेर। त्यसपछि एसिटिएस कर्टेक्समा काम गर्छ भने कर्टिकोइड्स हर्मोन बनाउँछ भन्ने भयो। अब चाहिँ यो कर्टिकोइड्समा हुने हर्मोन्स के, मिनेरोलोकर्टिकोइड्स भन्छ जुन चाहिँ बाहिर हुन्छ, ग्लुकोकर्टिकोइड्स हुन्छ जुन चाहिँ मिडलमा हुन्छ, सेक्स कर्टिकोइड्स भन्ने हुन्छ जुन चाहिँ इनरमा हुन्छ। कसरी याद गर्ने, नुन, चिनी र पानी भनेर याद गर्ने। त्यसपछि अब टिएसएचको बारेमा हामीले यो जुन यो सर्टमा याद गरिरहेको छौँ कि, जुन अघि पिट्युटरी ग्ल्यान्ड्सको हर्मोन्सहरू थियो नि, त्यसको बारेमा जेनरल इन्ट्रोडक्सन गरे हो कि। पछि यो टिएसएच थाइरोइड ग्ल्यान्ड्समा पनि आउँछ, त्यता पढ्नै पर्छ भनेर चाहिँ अझै पढ्नु चाहिँ पर्छ। तर जेनरल सर्फेस एक्सप्लानेसन, केही न केही नलेज होस् भनेर चाहिँ हामीले अहिले एक्सप्लानेसन गर्न लागेको हौँ कि है। सो टिएसएचले के काम गर्छ भन्ने छ, यो चाहिँ हेर्नुहोस्। यसको बारेमा हामीले पछि पढ्छौँ, यसको छुट्टै टपिक्स अनुसार चाहिँ हामीले पढ्छौँ। तर अहिले जेनरल इन्ट्रोडक्सन के, यति पढ्यो भने पछि स्पेसिफिक टपिक्स पढ्दाखेरि त इजी हुने भयो नि त, हामीलाई कन्फ्युजिङ हुने कुरा भएन नि त। त्यसैले चाहिँ यो पढेको हो। प्रोल्याक्टिन भनेको के हो भन्छ कि, मिल्क प्रोड्युसिङ हर्मोन्स के। मिल्क प्रोड्युसिङ हर्मोन के हो भन्दाखेरि प्रोल्याक्टिन। कसरी याद गर्ने, कन्फ्युज पनि हुनसक्छ। एउटा ल्याक्टो भन्ने हुन्छ कि, ल्याक्टो भन्ने एउटा चक्लेट हुन्छ जुन चाहिँ दुधबाट बनेको हुन्छ कि है। ल्याक्टो भन्ने एउटा चक्लेट हुन्छ जुन चाहिँ दुधबाट बनेको हुन्छ, दुध भनेको मिल्क हो। सो मिल्क प्रोड्युसिङ हर्मोन्स भनेपछि प्रोल्याक्टिन भनेर याद गर्ने। प्रोल्याक्टिन कम भयो भने दुध बन्दैन अरे है। सो इम्पोर्टेन्ट पोइन्ट्स, प्रोल्याक्टिन इनिबिटिङ हर्मोन्स कि, इनिबिटिङ हर्मोन्स, प्रोड्युसिङ हर्मोन, मिल्क प्रोड्युसिङ हर्मोन्स चाहिँ प्रोल्याक्टिन्स। प्रोल्याक्टिन इनिबिटिङ हर्मोन्स डोपामाइन कि है, डोपामाइन है। यो पोइन्ट चाहिँ एकदम इम्पोर्टेन्ट छ, आफै हेर्नु होला। प्रोल्याक्टिन एक्सेस भयो भने मेलको केसमा के हुन्छ भने लस अफ लिबिडो हुन्छ है। लस अफ लिबिडो र फिमेलको केसमा प्रोल्याक्टिन चाहिँ एक्सेस भयो भने के गर्ने, अब ब्रेस्टको साइज बढ्ने है, यस्तो कुरा हुन्छ। ग्ल्याक्टोरिया हुन्छ, महिनावारी बन्द हुने,
है। यस्तो कुरा मिल्क इजेक्टिङ हर्मोन अक्सिटोसिन यसको चाहिँ 3-4वटा छ नेम पनि है। एउटा मिल्क इजेक्टिङ हर्मोन्सको, पछि अरू पनि आउँदै छन्। मिल्क इजेक्टिङ हर्मोन्स भनेर के याद गरेँ? अक्सिटोसिन है। अब हामी आयौँ ग्रोथ हर्मोन्सको बारेमा। के को बारेमा? ग्रोथ हर्मोन्सको बारेमा। अब यसको फङ्सन कसरी? अब ग्रोथ हर्मोन्स भनेपछि त पक्कै पनि यसले ग्रोथ गर्छ। अब ग्रोथ हुनलाई चाहिँ के चाहिन्छ त्यो चाहिँ बुझ्नु पऱ्यो कि ग्रोथ हुनलाई प्रोटिन चाहियो, बडीमा चाहिँ प्रोटिन चाहिन्छ ग्रोथ हुनलाई। विदाउट प्रोटिन हामी ग्रो हुन सक्दैनौँ। प्रोटिन मात्र भएर हाम्रो ग्रोथ हुँदैन। लिपिड चाहिन्छ, लिपिड पनि चाहिन्छ। लिपिड कुन फर्ममा चाहिन्छ भन्दाखेरि लिपिडलाई ब्रेक गरेर फ्याट कन्ज्युम गर्नुपर्छ कि है। त्यसलाई चाहिँ के भन्छ? लिपोलाइसिस भन्छ। लाइसिस भनेको ब्रेकडाउन हो। इन्क्रिज ब्लड सुगर लेभल चाहिँ इन्क्रिज हुनुपर्छ भन्ने हो। अब ग्रोथ हर्मोन चाहिँ यदि एक्सिस भयो भने एडल्ट र चाइल्डमा के हुन्छ भन्ने हो है। यो चाहिँ आफै हेर्नु होला। मैले चाहिँ यो रटाउने कुरा हो है। यो नेपालीबाट पनि छ, इङ्ग्लिसबाट पनि छ, जुन चाहिँ इजी होला भने। यो नोट चाहिँ हजुरले चाहिँ कहीँ पाउनु हुँदैन कि जुनसुकैमा जानु, जुनसुकै इन्स्टिट्युटमा जानुहोस् अथवा जुनसुकै अनलाइन क्लासमा पढ्नु, यो नोटभन्दा बाहिर क्वेसन चाहिँ आउँदैन र इट इज भेरी युजफुल फर एभ्री सिएस एस्पाइरेन्ट हो कि। देन एडल्टमा ग्रो भयो भने है, चाइल्डको केसमा थियो, यो चाहिँ एडल्टमा ग्रो भयो भने के भन्छ? कुन डिजिज लाग्छ है, यो पनि हो सेम। यो हेर्ने है, सेम मसँग। त्यसपछि गएर मिडगेट इज ड्यु टु है। मिडगेट इज ड्यु टु के कारणले मिडगेट हुन्छ भन्ने छ। यो मिडगेट इज ड्यु टु भने त्यही माथिको जुन यो पढ्नुभयो भने यो र यो पढ्नुभयो भने चाहिँ इजी छ कि मिडगेट इज ड्यु टु के कारणले भयो भन्ने हो। अब विच इज हर्मोन्स अफ पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड्स भन्ने। पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड चाहिँ दुईवटा मात्र हर्मोन्स हो भन्ने थाहा छ। एउटा अक्सिटोसिन, एउटा एडिएस। अक्सिटोसिन छैन, अब के भयो? एडिएस हुने भयो है। अब हर्मोन्स अफ पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड्स हो। मैले भनेको थिएँ नि अघि हामीले त्यसको सर्फेस पढेको, अहिले हर्मोन्सहरू यता पढ्छौँ भनेर। हर्मोन्स अफ पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड्समा चाहिँ अब छ न्युरोहाइपोफाइसिस। किन भनिसकेको थियो एकजनसँग जोइन भएर। अब न्युरोहाइपोफाइसिस भनेको पोस्टेरियर पिट्युटरी ग्ल्यान्ड्स अघि भनिसकेको थिएँ। र यसलाई दुईवटा हर्मोन्स हुन्छ, एडिएस, अर्को भाषामा एबिपी पनि भन्छ, अर्को चाहिँ अक्सिटोसिन भन्छ भन्ने है। यो पनि भइसक्यो। साइड अफ एक्सन एडिएसले कहाँ गएर काम गर्छ भन्ने यो क्वेसन चाहिँ उता अर्को च्याप्टरबाट पनि, अर्को टपिक्सबाट पनि बन्न मिल्छ। एडिएसले नेफ्रोनको डिसिटी र कलेक्टिङ डक्टमा गएर काम गर्छ कि। यदि अप्सनमा डिसिटी र कलेक्टिङ डक्ट छ भने बोथमा अप्सनमा टिक लगाउने। तर डिसिटी छ, कलेक्टिङ डक्ट छैन, अरू अप्सनमा छ भने हामीले प्राइमेरी चाहिँ कसलाई दिने? डिसिटीलाई दिने है। अब यो वाटर रिएब्जर्सन भन्ने कुरा त कमन भइसक्यो है। अब यिनीहरूको यो छ, यदि यो डिफिसियन्सी अफ वाटर भयो भने के, सरी पिसाब डिफिसियन्सी अफ वाटर डायरियोसिस भन्छ। डिफिसियन्सी डायरियोसिस, डायबेटिस इन्सिपिटस भन्छ। हाई कन्सन्ट्रेटेड भयो भने कन्सन्ट्रेटेड युरिन। यस्तो डिजिजको नाम के हो? एसआइएडिएस है। एसआइएडिएस यो चाहिँ भर्खर सुन्नुभयो होला, मलाई थाहा छ, कसले सुन्नु भएको थिएन है। त्यसपछि गएर हाइपोफाइसिस भनेको के हो भन्ने यो सेम माथिकै कुरा हो। अब अक्सिटोसिनले के कता काम गर्छ भन्दाखेरि यो पाठ्यघरमा ब्रेस्टमा, किनकि त्यो मिल्क इजेक्टिङ भन्नेको अघिको कुरा आएर ब्रेस्टमा चाहिँ जोइन गरेको। र लार्जेस्ट ग्ल्यान्ड्स भनेर के, लार्जेस्ट ग्ल्यान्ड भनेपछि लिभर, र लार्जेस्ट इन्डोक्राइन ग्ल्यान्ड्स भनेपछि के हो? थाइरोइड ग्ल्यान्ड चाहिँ। अब यो चाहिँ यो फर्दर एक्स्ट्रा नलेजको लागि के। सो यो जुन अक्सिटोसिनको 2-3वटा नाम छ भनेको थिएँ नि मैले। एउटा बर्थ हर्मोन्स भइसक्यो, थाहा भएकै कुरा हो। र लभ हर्मोन्स पनि हो कि। यो चाहिँ कति पहिला थाहा हुँदैन कि लभ हर्मोन्स इज अल्सो नोन एज अक्सिटोसिन है। यति याद गर्ने। थाइरोइड ग्ल्यान्ड्स इज डिराइभ फ्रम भन्ने हुन्छ। थाइरोइड ग्ल्यान्ड्स इज डिराइभ फ्रम इन्डोडम। सो इन्डोडमबाट डिराइभ हुने के छ भनेर याद गर्नलाई रेडी थियो। आरएडी भयो, रेडी। टिएचआइओ थियो। आर फर रेस्पिरेटरी सिस्टम, ई फर युस्टाचियन ट्युब, अडिटरी क्यानल, डाइजेस्टिभ सिस्टम, डाइजेस्टिभ ग्ल्यान्ड्स है। एक्सपेक्ट सेलिभरी ग्ल्यान्ड्स भन्ने छ। अनि त्यसपछि थाइरोइड, थाइमस, प्याराथाइरोइड छ, युरिनरी ब्ल्याडर। अब थाइरोइड्सको हामीले कुरा गऱ्यौँ, यो चाहिँ लार्जेस्ट इन्डोक्राइन ग्ल्यान्ड्स हो भनेर भइसक्यो। अनि त्यसपछि लोकेसन एन्टेरियर नेक्सी 5 to T1, यो भनेको सर्भिकल थोर्याक्सिक भन्ने हो है। यो चाहिँ बाइलोब्ड हुन्छ, दुईवटा लोब्डमा हुन्छ, बटरफ्लाई सेपमा हुन्छ। र दुईवटा लोबलाई कनेक्ट गर्ने भनेको यो हुने भयो है। अब थाइरोइड्समा दुईवटा सेल हुन्छ, एउटा थाइरोइड फोलिकल र अर्को पाराथाइरोइड फोलिकल।
अब यसमा चाहिँ थाइरोक्सिन हुन्छ, रिलिज हुन्छ, यसमा चाहिँ क्याल्सिटोनिन फ्लेज हुन्छ, जुन चाहिँ मैले भनेको थिएँ लोब्स हुन्छ, एउटा लोब दुईवटा लोब हो, यहाँनिर ट्राकियाको यो पार्ट भयो, अनि यसले चाहिँ यो बिचमा कनेक्ट भएको हुन्छ भन्ने हुन्छ। अनि त्यसपछि गएर आई थिङ्क टुडे आजको चाहिँ यसमै इन्डिङ गरौँ। अब अरू दिन चाहिँ अरू हामी हेरौँला। दिस इज पार्ट 1 है। यो चाहिँ मैले हल्का एक्सप्लेनेसन कम गरेँ जस्तो लाग्यो होला, तर मैले यहाँ चाहिँ कस्तो तरिकाले नोट्स बनाएको छु भन्दाखेरि एक्सप्लेनेसन नगर्दा पनि हुन्छ कि, तर हामीसँग हेर्नु होला है। सो इफ समवन निड पिडिएफ प्लिज कमेन्ट इन द कमेन्ट सेक्सन है, एन्ड आई डाइरेक्टली सेन्ड पिडिएफ इन देयर। ल एकपल्ट यो चाहिँ हेर्नु होला है, म चाहिँ यो झलक्क देखाइदिन्छु। त्यसपछि हाम्रो चाहिँ आजको लागि यति नै। नेक्स्ट टाइम चाहिँ हामीले चाहिँ सबै नेक्स्ट पार्ट यसको चाहिँ सकाउनेछौँ। एकदम इजी छ है, त्यस्तो अप्ठ्यारो पनि छैन, टर्म्सहरू पनि मैले इजी छ, त्यस्तो क्वेसन आउट छैन, सिलेबसभन्दा बाहेकको क्वेसन पनि छैन, सिलेबसमा भएको क्वेसन छ कि। यदि यो सब आयो भने इनफ हो कि है। एमसिक्यु प्र्याक्टिस गर्दै जानुपर्छ है, त्यही हो। आज चाहिँ यतिसम्म भयो। नेक्स्टमा चाहिँ हामीले यसको बारेमा सबको बारेमा पढ्छौँ। ल मैले चाहिँ माथिबाट कसले स्क्रिनसट लग्नुहुन्छ माथिबाट एकपल्ट चाहिँ देखाइदिन्छु है त। सुरुबाट चाहिँ यहाँबाट देखाइदिन्छु, स्क्रिनसट लग्ने भए इफ है। दिस इज फर्स्ट पेज, देन सेकेन्ड पेज, दिस इज PDF. I will send PDF, then don't worry about it. Okay, bye bye. Thank you so much for